हेलो साथीहरू, सन्चै हुनुहुन्छ त? आज चाहिँ धेरै समयपछि चाहिँ एउटा सानो मिनी ब्लग लिएर आएको छु। लास्टसम्म हेरिदिनु होला है त। अनि कहाँनिर गएको भनेर त थाहा पाइसक्नु होला भिडियो देखेर नै होइन। आज चाहिँ कुरासुसी खान चाहिँ हामी गएको थियौँ है। बाबुलाई चाहिँ एकदम खानु मन लागिरहेको थियो। अनि अब कहिले काम कहिले के भ्याइ नभ्याइ थियो होइन। अनि त्यो भएर छुट्टीको दिन पारेर चाहिँ अनि हामी चाहिँ गयौँ। एकदम मिठो पनि भयो होइन। मैले चाहिँ गम्की गम खाइदिइराखेको थिएँ होइन। अनि बाबु पनि मिठो मानेर खाइरहेको थियो। यसरी मिठो मानेर खान चाहिँ साह्रै मजा आइरहेको थियो कि। अनि बाबुले चाहिँ अहिले स्कुल जान लागेदेखिबाट चाहिँ होइन हाँसी चलाउन सिकेछ। जहाँ पनि हाँसीले खान्छु भन्छ कि त्यही पनि ट्राई गर्छ होइन, गरिरहेको थियो। अनि म चाहिँ मजाले सुसीको इन्जोय गरिरहेको छु होइन। पालो खाएँ। अनि बाहिर हिँड्दाखेरि चाहिँ के कति सजिलो हुन्छ कि बच्चा बच्चीले हिँड्दाखेरि चाहिँ बुढो नै साथमा हुनुभयो भने चाहिँ बच्चा बच्चीलाई चाहिँ खुवाउने काम चाहिँ उहाँकै हुन्छ कि। मलाई चाहिँ आनन्दले इन्जोय गरेर खाऊ भन्नुहुन्छ कि जहिले पनि। अनि मेरो पालो म पनि मजाले खाइदिन्छु कि। अब मलाई त म नामै फुडी होइन, जे पनि खानेकुराहरू मिठो मिठो लाग्ने। अनि यसरी यहाँनिर चाहिँ मजाले ग्रिन टी पनि बनाएँ। अनि ओछ्या खाइसकेपछि चाहिँ यहाँनिर आयो हाम्रो अर्को पनि अर्डर त हामीले कति लियौँ। अनि बाबु चाहिँ मस्तले कुनामा बसेर ऊ चाहिँ लिँदै राख्दै गर्दैछ। अनि हामी चाहिँ यहाँ खाँदैछौँ मिली। एकदम मिठो भइरहेको थियो सुसी है। तपाईँहरूको चाहिँ फेभरेट हो कि होइन होला। मलाई चाहिँ हुन त मलाई त त्यस्तो खानेकुराहरू यही मात्रै मेरो फेभरेट भन्ने छैन। मलाई स्पाइसी कुराहरू चाहिँ बढी मनपर्छ होइन। तर जापान आएदेखिबाट चाहिँ जापानिज फुडहरू पनि एकदम मिठो लाग्छ मलाई चाहिँ। यहाँको फुडहरूमा पनि एकदम क्रेजी छु म चाहिँ होइन। अनि अझै मलाई स्पेसली चाहिँ यहाँको चाहिँ खारागे चाहिँ एकदम मिठो लाग्छ कि। अनि यहाँनिर आइसकेपछि अब हामीले खारागे पनि खान त खायौँ होइन, तर धेरै खाएनौँ। तर सुसी खान आएपछि सुसी नै त खानु पऱ्यो नि होइन। अनि बुढोले चाहिँ यहाँनिर पुरै वासाबी हान्छु म हेर है भन्दै हुनुहुन्छ कि। अनि भिडियो खिच्दियो है मेरो अरे। अनि ल खानु नि त भने। अनि वासाबी त नाकबाट कस्तो डेन्जरले आउँछ नि त। मैले नि ट्राई त गरेको छु, अहिले आउँछ मेरो चाहिँ भिडियो कि। हेर्नु न उहाँको एक्सप्रेसन, नाकैबाट निस्किन्छ कि वासाबी चाहिँ लास्टै। अनि तर एकैछिन मात्रै हो अरे कि, नाटक पारेर होइन। नाकै पोलिसकेको थियो मलाई थाहा थियो होइन। अनि हाम्रो चाहिँ यति भइसकेको थियो यहाँ, अझै अर्डर आउनु बाँकी नै थियो। छोरी चाहिँ मस्तले छेउमा बसिराखेकी थिइन्। अनि मेरो फेभरेट खाराकी पनि आयो। अनि मैले वाप्पै पनि खाइदिएँ। अनि त्यसपछि लास्ट अर्डर भन्नुभयो, यो खाइदिएँ। मैले पनि यसमा चाहिँ वासाबी हालेर खाएको छु कि। अनि म पनि स्वाद लिएर वासाबीलाई एकदम मजाले खान्छु भनेर खान थालेको। नाकबाट निस्केर झन्डै मरिएन है। तर गाह्रै भयो एकछिन त मलाई नि। अनि त्यसपछि हाम्रो लास्टमा चाहिँ डेजर्ट आयो। डेजर्ट भन्ने के भन्ने होला अब। यो चाहिँ एग कस्टर्ड कि पो रहेछ होइन। एकदम मिठो थियो कि, इल कि के रहेछ कि भित्र, एकदम मिठो थियो। अनि हामीले सबैले गम सिद्धाइसकेपछि चाहिँ पालो आयो पैसा तिर्ने। पैसा तिरेर कुम्लो बोक्यो, बच्चा बच्ची बोक्यो। अनि घर लाग्यौँ। बाई।